मैले यो क्वेशन चाहिँ अर्को भिडियोमा पहिलाको भिडियोमा हालेको छु। यो 1 नम्बरदेखिको एन्सरहरू 2081 को पार्सल एक्जामको 2081 को पार्सल एक्जामको क्वेशन नम्बर 1, क्वेशन नम्बर 2 को एन्सर। यहाँ त्यसै गरी क्वेशन नम्बर 3, 4 को एन्सर। त्यसपछि क्वेशन नम्बर 5 र 6 को एन्सर। यहाँ क्वेशन नम्बर 7 5% आउँछ। 8 को क्वेशन नम्बर 9, क्वेशन नम्बर 10, क्वेशन नम्बर 11, यो 5 मार्क्सको हो। त्यसैले यसरी 3टा रिजन्सहरू दिएर 2 मार्क्समा एक्सप्लेन गरेर 5 मार्क्सको बनाउने। यसरी लेख्यो भने मात्र अलि मार्क्स आउन सजिलो हुन्छ, नत्र त मार्क्स दिनलाई अलि अप्ठ्यारो हुन्छ। 5 मा एटलिस्ट 4 आवर्स भन्ने धारणाले हामीले यति गरेको। मैले 12 नम्बरको लागि बुकबाट क्वेसनको एन्सर लेखेको छु। यहाँ बुकबाट एन्सर राखेको छु। अनि यहाँ इम्पोर्टेन्सहरू 2-3टा लेखेर कस्ट भोल्युम प्रफिट एनालाइसिसको डिफिनेसन लेखेर 5 मार्क्स बनाउनु पर्छ। अराउन्ड 5 मार्क्सको लागि पुग्ने गरी मात्र लेख्ने, 4वटा जति इम्पोर्टेन्स लेखिदिने अनि कस्ट भोल्युम प्रफिट एनालाइसिसको 1 प्याराग्राफ जति डिफिनेसन लेख्ने मजाले। त्यति गऱ्यो भने हामीलाई 4 मार्क्स आउन सक्छ।